गाइज के छ हाम्रो लोकल कुखुरा पाइदिएछ प्योर हो माउन्टेन गेस्ट हाउसमा राति हेर्नु 11:30 बजेको अर्डर आएको थियो 11:32 भइसक्यो अनि 2 किलो भालेको अब हामीमा अब हाल्ने मसला 3 चम्मच हजुर यो ग्रेभी टाइपको मासु ट्याक्क चोपिदिने यस्तो दामी हुन्छ नि गाइज एकचोटि माउन्टेनको खाना खाएपछि औँला चाटेन भने चाहिँ ल खाना फेरि के गाइज त्यस्तो मिठो हुन्छ। सो गाइज हेर्न सक्नुहुन्छ यत्रो लेग पिस यत्रो भइरहेको हुन्छ हाम्रो हाम्रो भाउजू हुनुहुन्छ हाम्रो कारिगर हेर्नु त क्या दामीले बनाउला न त वाह लेग पिस हाम्रो लेग पिस ट्याक्क यस्तो अब यसमा हाल्ने भनेको हामीले लसुन अदुवाको पेस्ट हालिन्छ ट्याक्क लसुन अदुवाको पेस्ट दामी हालिन्छ गाइस हेर्दै जाम है अरू के हालिन्छ तपाईँहरूले घर पनि बनाउन सक्नुहुन्छ यसलाई मजाले चलाउने जति सकिन्छ मजाले चलाउने अर्गानिक मसला हो यो हजुर घरमै बनेको वाउ मलाई त खाउँ जस्तो पो लाग्यो त गाइस तपाईहरुलाई कस्तो लाग्यो हेर्नु त यस्तो प्योर लोकल उल्टे भाले हो उल्टे भाले भेकको हाम्रो खानीडाँडा हजुर यो भाले चाहिँ कहाँको लोकल भाले खानीडाँडाको लोकल भाले ट्याक्क घरकै मसला हो गाइस फेरि बजारको बाहिरको हाम्रो पिसेको घरमै पिसेको खुर्सानी हो त्यस्तो हाम्रो बाहिरको चिज यताउता नो बाहिरको नो अन्ली घरको प्योर मसलाहरू दामी बनाएर हालिदिन्छ हेर्नु गाइस खानेमै आउनु होला हामीले आऊ है यस्तो रमाइलो छ हेर्न सक्नुहुन्छ रातिको 11:30 बजे हामी सुतेको मान्छे पसल खोलेर उठेर यहाँ हेर्नु यस्तो भएको छ 11:30 बजे हामीले अर्डर गरेको